कहिलेकाहीँ लाग्छ नि है, सबै बाटोहरू बन्द भइसके, अब कतै पुग्न सकिँदैन। हरेक प्रयास असफल हुँदा आफैमाथि शङ्का लाग्न थाल्छ। तर एउटा कुरा याद राख्नुहोस्, अँध्यारो जतिसुकै गाढा किन नहोस्, त्यसले भोलिको बिहानीलाई रोक्न सक्दैन। जिन्दगीले तपाईँलाई त्यसै भत्काएको होइन, भविष्यमा आउने ठुला आँधीबेहरीहरू खप्न सक्ने गरी भित्रैदेखि बलियो बनाउन खोजेको हो। मान्छेहरूले के भन्छन् त्यसले तपाईँको भविष्य तय गर्दैन। तपाईँ ढल्नुभयो, हराउनुभयो भनेर ताली बजाउने यो दुनियाँ भोलि तपाईँ उठेर दौडँदा तपाईँकै पछि आउनेछ। पीडालाई कमजोरी होइन, आफ्नो हतियार बनाउनुहोस्, किनकि इतिहास उनैले रच्छन् जसले हरेक हिलो र ढुङ्गा पन्छाएर अघि बढ्ने आँट राख्छन्। त्यसैले आज परिस्थिति जस्तोसुकै होस्, हार नमानिकन अघि बढ्नुहोस्। तपाईँको कथा अझै सकिएको छैन, यो त भर्खर सुरुवात हो। याद राख्नुहोस्, चम्किनका लागि पहिले आगोमा जलिराख्नुपर्छ।